नमस्कार मित्रहरू, आजको यस भिडियोमा स्वागत छ तपाईहरुलाई। आज हामी नेपालको केही स्थानको पुरानो र नयाँ नाम 100% दिमागमा याद राख्नेछौँ। कसरी याद राख्नेछौँ भनेर आज हामी सिक्नेछौँ। त्यसकारण अन्तिमसम्म हेर्दिनु होला। जस्तै सुरुमा छ काठमण्डपको काठमाडौँ हैन, त यो ट्रिक अनुसार यहाँ दिएको छ काष्ठ। काष्ठको मतलब हामीलाई थाहा छ कि काठ हुन्छ, त्यसकारण यसको काठबाट काठमाडौँ हुन्छ। त्यसै गरी अर्कोमा हेरौँ, चन्द्रज्योति नगरको साखु छ अनि सूत्र अनुसार चन्द्रमामा सखुवाको रुखहरू धेरै छन्। सखुवामा इमेजिन गरौँ हामीहरू, सखुवाको रुखहरू धेरै रहेका छन् भनेर। त्यसरी याद गरियो भने हामीहरू धेरै प्रभावकारी हुनेछ। अनि सखुवाबाट के भयो त साखु भयो। अनि त्यसै गरी अर्कोमा जाउँ हामीहरू, बन्देपुरको बनेपा छ अनि सूत्र अनुसार हामी हेरौँ, यहाँ दुवैको वन आदि त्यो वन छ, वन अनि बनेपा मिल्छ, त्यसकारण यो त सजिलै छ, वनको बनेपा हुन्छ। त्यसै गरी हामी अर्कोमा जाउँ। अब के छ त शिखरापुरीको के छ फरपिङ अनि सूत्र अनुसार चाहिँ शिखरमा फर र पिङ खेल्दै। हामी इमेजिन गरौँ शिखरमा एउटा पिङ बनाएको छ र त्यो पिङमा हामीहरू फर गरेर पिङ खेल्दैछौँ भनेर। त्यसै गरी अब आयो दोलागिरीको के हुन्छ चागु। अब सूत्र अनुसार डोलमा के राखेको छ त गुच्चा राखिएको छ। इमेजिन गरौँ हामीहरू एउटा डोलमा धेरै गुच्चाहरू छन् भनेर। अब फेरि हामी अर्कैमा जाम, के भन्छ, अब आयो कच्छपालगिरीको नयाँ नाम के हो त चोभार। अब सूत्र अनुसार जाम, कछुवा पालन चोभारको डाँडामा गर्ने। कहाँ गर्ने त कछुवा पालन चोभारको डाँडामा गर्ने। चोभार थाहा छ हामीहरूलाई, मञ्जुश्रीले त्यो काटेको थियो अनि त्यो काठमाडौँ उपत्यका निर्माण भएको थियो हो। त्यही चोभारको डाँडामा हामीहरू कछुवा पालन गर्छौँ। त्यसै गरी अर्कोमा जाम। अब आयो स्वर्णछत्रपुरीको के हुन्छ लुबु। सूत्रमा जाम, स्वर्ण अर्थात् सुन हेर्दा हामीहरूलाई लोभ लाग्छ त्यसको, त्यसकारण स्वर्णको के हुन्छ लोभबाट लुबु। अब फेरि हामी अर्कैमा जाम। अब के रहेको छ त पदकाष्ठपुरीको रहेको छ कीर्तिपुर। अब सूत्रमा जाम, पादेर कीर्ति बढाउन सकिँदैन काठमा पुरी वा पुरीमा। पादेर के कीर्ति बढाउन सकिन्छ त काठमा सकिँदैन, त्यसकारण कीर्तिबाट कीर्तिपुर हुन्छ। अब अर्कैमा जाम। अब छ खोपीग्रामको के छ नयाँ नाम भक्तपुर। अहिले हालको भक्तपुर काठमाडौँ उपत्यकामा रहेको छ। अब सूत्रमा जाम, खोप कसले लगायो त भक्तहरूले लगायो अनि बाणबाट बाणगिरी भयो अनि त्यो के भन्छ भक्तबाट भक्तपुर भयो। त्यसै गरी अर्कैमा जाम। अब छ बाणगिरीको के छ पुलचोक। अब सूत्रमा जाम। सूत्रमा छ बाणले अथवा धनुषको बाणले अर्जुन वा कर्णले पुलको निर्माण गर्यो। हामीलाई थाहा छ त्यो महाभारतमा अर्जुनले पुलको निर्माण गर्दा हनुमानले त्यो पुललाई ध्वस्त बनाइदिनुहुन्थ्यो। त्यसैले बाणको भयो बाणगिरी अनि पुलको भयो पुलचोक। त्यसै गरी अब हामी अर्कैमा जाम। अब के रहेको छ त मण्डपगिरीको हुन्छ अहिले नगरकोट। अब सूत्रमा जाम, मण्डप कसले सजाएर छ र नागहरूले सजाउँदै कोट लाएर। अब मण्डपको भयो मण्डपगिरी र नागको भयो नगरकोट। अब फेरि अर्कैमा जाम। अब रहेको छ गोग्राहाको नयाँ हालको स्थान विराटनगर रहेको छ। अनि गाग्रीमा सूत्रमा जाम, गाग्रीमा के भरिरहेछ त पानी भर्दै को भरिरहेछ त विराट राजाले। गाग्रीमा पानी भरिरहेछ विराट राजाले।
अब गाग्रीको गोग्रा हुन्छ र विराटको विराटनगर हुन्छ। अब अर्कैमा जाम दोभान चोरको के छ त सुर्खेत। दोभानको बनाउँ 2 भाइ र चोर कहाँ हुन्छ खेतमा हुन्छ, त्यसकारण चोर अर्थात् खेत। त्यसै गरी जाम अर्कैमा तिब्रीकोटको रहेको छ कालीकोट। अब सूत्रमा जाम तिग्रा देखाउने गरी कालीले कोट पेन्ट लाएको। अब तिग्राको भयो तिब्रीकोट र कालीको भयो कालीकोट। अब हामी आजका लागि यति नै। यो पार्ट 1 हो अनि अब छिटै पार्ट 2 ल्याउने छु, त्यसकारण धेरैभन्दा धेरै लाइक र धेरैभन्दा धेरै सेयर गर्नुहोला। धन्यवाद।